नमस्कार, हाम्रो अर्थ ज्ञान ब्लग युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी नेपाल सुनचाँदी व्यावसायिक महासङ्घले तय गरेको दैनिक सुनचाँदी दरको बारेमा जानकारी दिन गइरहेको छु। आजको दिनमा छापावाल तथा तेजाबी सुनको मूल्य के कति रहेको छ, हिजोको दिनमा यसको कारोबार के कतिमा भएको थियो, आजको अवस्था के कस्तो रहेको छ, घट्यो या बढ्यो, के कति फरक परेको छ, यसको बारेमा पनि जानकारी दिनेछु। साथै आजको दिनमा चाँदीको मूल्य के कति रहेको छ, घट्यो या बढ्यो भन्ने बारेमा पनि जानकारी दिनेछु। नेपालमा विभिन्न चाडपर्व, दसैँ, तिहार, विवाह, व्रतबन्ध, जन्मदिन, तीज लगायतका शुभ अवसरमा सुन चाँदीहरूको अत्याधिक प्रयोग हुँदै आएको छ। अझ त नेपाली नारीहरूको महान पर्व हरितालिका, तीज र विवाहमा त सुन चाँदीको अझ बढी प्रयोग हुँदै आएको पाइन्छ। अहिलेको अवस्थामा प्रत्येक मानिसहरूको ध्यान सुन चाँदीको मूल्य के कति रहेको छ भन्ने चासो रहेको पाइन्छ। त्यसैले पनि सुन चाँदी दरलाई सर्वाधिक रूपमा हेर्ने गरिएको पाइन्छ। यसैलाई मध्यनजर यहाँहरूलाई यो जानकारीमूलक भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला र यस्तै भिडियो फेरि सुरुमै हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। हस्, धन्यवाद।